यति बेला म सेतो पहरामा आइपुगेको छु यो चन्द्रगिरीको र सेतो पहरामा मैले एकजना यो बाटोको नियमित रूपमा यात्रा गरिराख्नु हुने चितलाङका एकजना स्थानीय युवा र सामाजिक क्षेत्रमा एकदमै सक्रिय एकजना व्यक्तिलाई मैले भेटेको छु र यो समग्र यो बाटो प्लस चितलाङको विषयमा मैले उहाँसँग थोरै जानकारी यहाँहरुमाझ सेयर गर्न चाहन्छु। मलाई यो बाटोको अहिले चितलाङबाट फर्किँदै हुनुहुन्छ हैन? कहिले जानुभयो? म भर्खरै आज बिहान गएको थिएँ। बिहान उता गाउँतिर चितलाङमा सानोतिनो काम थियो। हजुर। काम सकाएर मिटिङहरू सकाएर अनि फेरि काठमाडौँ फर्किने क्रममा बाटोमा ठ्याक्कै भेट भयो है। आजै भेट्न ल्याइरहेछ तपाईसँग हैन? त्यसपछि यो बाटोको समग्रमा संक्षेपमा भन्नुपर्दाखेरि आवत जावत गर्दाखेरि एउटा गाडीको एक्सपिरियन्स चाहिँ सेयर गरिदिउँ न। अब एज अ गाडीको एक्सपिरियन्स भन्नुपर्दा अब तपाईँलाई नि अवगतै भएको विगतको कुरा। अब पासमा हामी 7-8 वर्ष अगाडि यो बाटो कस्तो स्थितिमा थियो, एउटा चाहिँ घोडाहरू पनि हिँड्नलाई गाह्रो थियो अवस्था थियो, एकदमै उकालोहरू चढ्नुपर्ने हैन। त्यो 7-8 वर्षको ब्याकपछि अहिलेको आजको दिनसम्ममा आउँदा चाहिँ पोहोरभन्दा पनि अहिले झन् राम्रो भएको छ। बाटो एकदम सुधार भइरहेछ। गाडीहरूमा फोरेल नभएको गाडीहरू पनि आइरहेको स्थिति छ। सानो ट्याक्सीहरू पनि यो गाडीमा घुरिरहेको छ। विगतको दिनमा विदाउट चाहिँ फोरेल नभएको बिना गाडी ठाउँमा उक्लिन गाह्रो भएको अवस्था थियो भने अहिले सानोतिनो ट्याक्सीहरू, स्कुटरहरू लगायत अटोहरू, इभी जुनसुकै गाडीहरू पनि आइरहेको सहज भइरहेको छ। विगतमा म आफै पनि यहाँको लोकल फोरेल गाडीमा चढेर हिँडिरहेको, म आफै अहिले इभी गाडी आफै ड्राइभ गरेर पनि आएको अवस्था छ। एकदमै सहज विगतमा भन्दा अहिले धेरै सुधार भएको चाहिँ छ। अब तपाईले विगतको कुरा कटाइहाल्नु भयो हैन? तपाईँ लामो समयदेखि यो बाटोको बनाउनका लागि पनि क्रियाशील एकजना व्यक्ति हुनुहुन्छ। मलाई विगतका अलिकति तिता मिठा कुरा पनि सेयर गरिदिनुहोस् न। यो अवस्थामा आउनलाई चाहिँ के कस्ता खालका तिता मिठा कुराहरू चाहिँ भोग्नु पर्यो? विगतमा त भन्नुपर्दा त्यही हो, बाटोमा धेरै राजनीतिकरण भए। हामी पनि म आफै स्वयं खत्यौँ। म मात्र होइन, अब मेरो अग्रजज्यूहरू हुनुहुन्छ, स्थानीयहरू थाहा 9बाट मात्र नभइकन थाहा 9, 10बाट पालुङबाट धेरै चाहिँ थाहा नगरपालिकाबाट स्थानीयहरू अग्रजज्यूहरूको सम्पूर्णले साथ समर्थन गरेर नै अहिलेसम्म यो बाटो यो अवस्थामा आइसकेको अवस्था छ। जसरी हामी हिँड्दा पनि चाहिँ अब फल्ना यो पार्टी, ढिस्कना यो पार्टी, एमाले, काङ्ग्रेस, रासोपा भनेर नै यो बाटो चाहिँ बिग्रेको अवस्थामा चाहिँ छौँ। विगतदेखि चाहिँ हामी सबै एकजुट भएर सबैजना चाहिँ हामी को काङ्ग्रेस को एमाले को माओवादी नबनिकन चाहिँ हामी सबै चाहिँ एक स्थानीयको नाताले हामी एकजुट भएर हिँडेको खण्डमा चाहिँ यो बाटो पक्कै पनि राम्रो हुन्छ पनि हामी पहिलेदेखिको कुरा हो। अहिले पनि चाहिँ सबैजना एकजुट भएर लागिरहनु भएको छ। सबैजनालाई मेरो सुझाव सल्लाह आग्रह पनि छ कि यो बाटो चाहिँ यो पार्टीको, यो एमालेको, यो काङ्ग्रेसको, यो माओवादीको नबनिकन यो सबै हामी चाहिँ थाहा नगर, हामी चितलाङ, हामी मकवानपुरको, हामी स्थानीयहरूको बाटो हो। यो बाटो राम्रो बनायो भने हामी भोलि हाम्रैको लागि हो। यो कुनै पनि दलको, कुनै पनि पार्टीको बाटो होइन। त्यही भएर सबैलाई म अनुरोध पनि गर्न चाहन्छु, आउनुहोस् सबैजना हातीमालो गरौँ। सबैजना के कसरी हुन्छ यो बाटोमा हिँडेर के कस्तो भइरहेछ, काम कस्तो भइरहेछ, ठेकदारले कस्तो काम भइरहेछ, निगरानी गर्ने, सुझाव दिने, सल्लाह गर्ने, यसका साथमा चाहिँ हामी अगाडि बढ्नको निम्ति पनि म सम्पूर्णलाई हार्दिक अनुरोध पनि व्यक्त गर्न चाहन्छु। यो तपाईँको मेसेज भयो होइन? अब अहिले चाहिँ यो बाटो चाहिँ कति बजेटमा के कामहरू भइरहेछ भन्ने कुराको बारेमा पनि अलिकति यसो जानकारी गराइदिनुहोस्। कामको हिसाबमा कुरा गर्दा अब यसपालि हाम्रो 15 करोडको बजेट तल जुन अहिले पिच सकेको छ, त्यो पिचदेखि माथि हाम्रो अँध्यारो खोल्चा भन्ने ठाउँसम्मको 15 करोडको ठेकाको काम अहिले सुरु भइसकेको छ भने त्यसपछि त्यहाँबाट उता चितलाङ साइडतिरसम्मको लागि चाहिँ 25 करोडको ठेका चाहिँ काम अब अर्को हप्तादेखि काम सुरु गर्न लागेको छ भन्ने मैले जानकारी पाएको छु। तल 15 करोडको चाहिँ ठेकाको कामहरू अहिले जुन वाल लाउनेहरू काम भइरहेछ, द्रुत गतिमा काम अगाडि बढिरहेको अवस्था छ। अब हिजोको दिनमा केही दिनमा अलि ठेकदारज्यूले अलि चाहिँ कमी कमजोरी गर्नुभयो, काममा ढिलासुस्ती भयो भनेर हामी स्थानीयहरू नियमित रूपमा आएर खबरदारी गरिरहेको पनि अवस्था थियौँ भने अहिले अलि उहाँले पनि कामदारहरू थप्नुभयो र राम्रोसँग कामहरू गरिराख्नु भएको छ। हुन त अब यो बर्खायामको बेला हो, पानी पर्ने आउने जाने भइरहेको भएर अलिक डिस्टर्ब चाहिँ भइरहेको अवस्था छ। तर काम भइरहेछ। अब यो 15 करोडको ठेका माथिको 25 करोडको ठेकामा अब केही वर्षमा हामीले चितलाङसम्म चाहिँ पिचमा चाहिँ हामीले बाटोमा जाने चाहिँ सक्छौँ भने चाहिँ म चाहिँ आश्वासन पनि दिन चाहन्छु। अब तपाईँ त चितलाङको स्थानीय पनि हुनुहुन्छ। चितलाङको मुहारमा चाहिँ यो बाटोले कतिको प्रभाव परेको छ, कतिको मुहार फेरिएको छ? पोजिटिभ इम्प्याक्ट धेरै परेको छ, धेरै राम्रो भएको छ। अब यो बाटोले गरेर हाम्रो आन्तरिक तथा बाह्य पर्यटकहरू आउनलाई काठमाडौँबाट नजिकै हाम्रो चितलाङ हैन। अब एउटा कुरा नि, जस्तो तपाईँ झनै
2 दशक भनौँ न अस्ट्रेलियामा बसिराख्नु भएको मान्छे, धेरै मान्छे अहिले पनि मरिहत्ते गर्छन् युरोप जानलाई, अमेरिका अस्ट्रेलिया जाने, भनौँ न बाहिर जानलाई, एउटा नर्मल कन्ट्री जानलाई पनि कतिपयलाई बाध्यता छ, कतिपयलाई चाहिँ रहर छ, गइरहेको छ। तपाईँ त्यत्रो वर्ष त्यहाँ बसेर फेरि चाहिँ यहाँ आउनुको कारण चाहिँ के हो, किन आउनु मन लाग्यो त्यसरी? अब यो चाहिँ राम्रो क्वेसन मलाई सबैले सोध्ने गर्नुहुन्थ्यो, यो चाहिँ गाउँघरमा पनि होइन। अब विदेशमा अस्ट्रेलियामा त्यहाँ व्यवसाय गरेर राम्रो बसेर घरजम गरेर बसेको व्यक्ति यहाँ गाउँठाउँमा धुलो माटोमा पाहाडमा यहाँ यसरी हिँड्नुभयो भने अब के पागल भयो कि के भयो कि यताउता भन्ने नि कुराहरू हुन्थ्यो होइन। अब यसको एउटै मात्र एन्सर चाहिँ के भने म मेरो आफ्नो गाउँ बनाऊँ, चितलाङ चाहिँ अब होइन होला विगतमा म मेरो आफ्नो इच्छाले म गएँ, अब त्यहाँ व्यवसाय गरेँ, सबै कुरा भएँ। अब चाहिँ डेस्टिनेसन अब मेरो फाइनल अब चाहिँ मैले चाहिँ मेरो गाउँको लागि के गर्नुपर्छ है, आफ्नो टोलबाट सुरु गर्ने त हो होइन। मेरो टोल मेरो वडाबाट चाहिँ सुरु गर्ने हो। मेरो वडालाई राम्रो बनाऊँ, मेरो गाउँलाई चाहिँ एउटा पर्यटक दृष्टिकोणले एकदम राम्रो भएको ठाउँ, राम्रो विकास गरौँ, गाउँठाउँमा राम्रो गरौँ, आफ्नो छोराहरूलाई पनि आफ्नो सबै परिवारलाई पनि राम्रो शिक्षा दीक्षा, आफ्नो चाहिँ संस्कृति भाषाहरू चाहिँ राम्रो दिउँ भने अब मेरो छोराहरू उतै पढिरहेको छोरालाई मैले नेपालमा लिएर आएर नेपालको शिक्षा दीक्षा दिउँ, हाम्रो संस्कृति हाम्रो भाषा सिकाउँ, आफ्नो चाहिँ एउटा इज्जत सिकाउँ, हाम्रो कला संस्कृति भन्ने के हो, एउटा पहिचान के हो त्यो सिकाउँ भन्ने मेरो छोराहरूलाई अहिले यहाँ राखिरहेछौँ। उता विदेशमा इङ्ग्लिस बोलेको अवस्था थियो भने अहिले नेपालमा आएर मेरो नेपाल भाषा सिकेको छ, आफ्नो भाषा सिकेको छ, मलाई एउटा चाहिँ गर्वनीय कुरा लाग्छ। मेरो छोराहरूले चाहिँ आफ्नो देशमा बसेर मेरो बुवा आमालाई हेल्प गर्छ, बाजे बजै भन्छ, गाउँठाउँको कुराहरू सुनिरहेछ, मेरो कल्चरहरू उनीहरूले बिस्तारै सिक्ने ट्राई गरिरहेछ, गाउँघरको नाचगानहरूदेखि सबै सम्पदाहरू होइन। अब त्यही हिसाबमा चाहिँ मैले चाहिँ अब विदेशमा जति बस्यो अबको दिनमा चाहिँ म आफ्नो गाउँठाउँमा बनाउँछु, गाउँठाउँमा म केही गर्छु, आफ्नो चितलाङको लागि चाहिँ म केही गर्छु, देशमा केही गर्छु नै भन्ने भावनामा चाहिँ म नेपाल आएको, चितलाङ आएको हो। अब एउटा इन्ट्रेस्टिङ कुरा नि, जस्तो 18 वर्ष अगाडि यहाँबाट त्यहाँ गएर त्यहाँ सेटल हुन गाह्रो कि फेरि 18 वर्षपछि यहाँ आएर यहाँ सेटल हुन चाहिँ गाह्रो, कस्तो फिल भइरहेछ? अब सेटल चाहिँ अब खासै भन्नुपर्दा उतै भनौँ न, उता गएपछि त नयाँ ठाउँ नौलो ठाउँ होइन, कोही थिएन। विगतमा म जाँदा म 20 वर्षको उमेरमा गएको थिएँ होइन। अब धेरै स्ट्रगल गरेँ विदेशमा, अब त्यसपछि स्ट्रगल गरेँ, पढाइ भयो, व्यवसाय भयो, त्यो आफ्नो पाटामा भयो। तर आफ्नो ठाउँ भनेको त मेरो आफ्नो जन्मभूमि हो मेरो होइन। म जन्मेको हुर्केको ठाउँ पढेको ठाउँ, मलाई चितलाङमा जहाँ गए पनि मलाई साथ समर्थन छ, सहयोग छ, साथीभाइ दाजुभाइ छिमेकी इष्टमित्र। यो जति त विदेशमा अमेरिका अस्ट्रेलिया लन्डन क्यानाडा जापानमा त हुँदैन नि त होइन। छिमेकी भने हुँदैन, इष्टमित्र भने हुँदैन, त्यहाँ त एक अर्कालाई कसलाई चिन्छ र। मेरो मसँग करोडौँ अरबौँ पैसा होस्, जति नै घर होस्, मलाई कसैले पनि चिन्दैन नि त होइन। लास्टमा कोही छैन मेरो त्यहाँ आफन्त, भावनात्मक रूपमा कोही छैन। यहाँ भनेको मेरो के पनि नहोस् न, मेरो परिवार छ, दाजुभाइ छ, इष्टमित्र छ, साथीभाइ छ होइन। अब त्यो भन्ने हिसाबमा चाहिँ मलाई यहाँ चाहिँ धेरै गर्व लाग्छ मेरो आफ्नो ठाउँमा। अब आजका नयाँ युगलाई, नयाँ पुस्ताको लागि चाहिँ यो एउटा मेसेज पनि हो होइन। यसरी चाहिँ गएर फेरि पनि फर्केर आउनु भनेको एउटा भनौँ न एउटा मेसेज पनि हो। हजुर। अब अहिले बाहिर बसेका युवा पिँढी प्लस अब जान चाहेका गइरहेकाहरूलाई चाहिँ के मेसेज दिन चाहनुहुन्छ? अब एज ए मेसेज चाहिँ मैले अब कोही जानेहरूलाई नजाउने भन्नु नि मिल्दैन होइन। उहाँहरूको आफ्नो इच्छा हुन्छ, कसैको पढाइको सिलसिलामा डिग्री मास्टर गर्ने सिलसिलामा जानुहुन्छ भने उहाँहरू जानु सक्नुहुन्छ, कामको सिलसिलामा कसैलाई बाध्यता होला होइन। तर एउटा कुरा चाहिँ के मात्र भन्न चाहन्छु भने यदि गर्न चाह्यो भने, गर्न सक्यो भने आफ्नो देशमा पनि पक्कै हामीले गर्न सकिन्छ होइन। आफ्नो गाउँठाउँमा पनि गर्न सकिन्छ। जुन उदाहरणको रूपमा हाम्रो गाउँठाउँमा दाजुभाइ, स्थानीय दाजुभाइहरूले रिसोर्टहरू, होमस्टेहरू, फार्मिङहरू गरेर आय आर्जन पनि गरिराख्नु भएको छ, आफ्नो जीविका पालन पनि गरिरहेको हामीले उदाहरण पनि देखिरहेको छौँ। म आफ्नै पनि प्लस एउटा कुरा गर्न चाहेँ, मैले पनि आफ्नो एउटा चाहिँ अर्गानिक चितलाङ एग्रो मुभर कल्चर भनेर चाहिँ एउटा कम्पनी छ मेरो, गाडी छ। मैले चाहिँ चितलाङको जुन तरकारी खेतीहरूको सबै चाहिँ हाम्रो कम्पनीबाट चाहिँ त्यो खेतीहरूको सम्पूर्ण कौली जुन बन्दा लगायत खुर्सानी सबै चाहिँ हामीले काठमाडौँमा चाहिँ आयात गर्छौँ, यता लिएर आउँछौँ, ढुवानी गर्छौँ, त्यो पनि गरिरहेछौँ। केही आउने वातावरण छ, बाटो छ, त्यसरी नै युवाहरूले गरिरहेको अवस्था पनि छ। सबैले आफ्नो एग्रिकल्चरबाट पनि सबैले आय आर्जन गरिरहेछ। गर्न सक्यो भने, गर्न चाह्यो भने आफ्नो गाउँठाउँमा पनि गर्न चाहिँ सकिन्छ। हस्, धन्यवाद। धन्यवाद, थ्याङ्क यू सो मच।